दुईजनाले झाडिरहेको छ त्यहाँ चाहिँ बताउँदैछ हामी चाहिँ यहाँ घरबेटी अब छिटो ल्याउने डिम खानु मलाई। हेलो साथीहरू, अब चाहिँ हामी धान झार्न आएको, काटेर टक्का काट्ने काटेर रेडी भएको यो चाहिँ। अब यो धान हामी चाहिँ झार्दैछौँ यसरी सँगालेर। यो धान उठाएर टक्कै झार्नुपर्ने हो, त्यहाँ चाहिँ झार्दैछौँ। दिदी यहाँ अगाडि अरे नि त्यता चाहिँ धान झारिरहेछ। अहिले पछि देखाउँछ यस्तो चाहिँ उठाउँछ। यस्तो गरेर नि यस्तो पाजा यसरी उठाउँछ हाम्रोतिर चाहिँ, हाम्रो गाउँ। अनि त्यहाँबाट टक्क यहाँ चाहिँ बाँध्दैछ यसरी। यो बाँध्नुपर्छ, यसरी बाँध्नुपर्छ। अनि टक्क बान्यो अनि ओसारेर त्यहाँनिर झार्ने त्यसरी मिसिनमा ठङ 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 यसरी बाँध्दै यसरी उठाइरहेको छ यता चाहिँ दुईजनाले। अब दुई पल्ट मात्रै बाइक चाहिँ सक्यो लगभग। हाम्रोतिर गाडी आयो, गाडी तँलाई लाज लाग्यो क्या? घरपेटी आमा आयो, घरपेटी आमा आयो त हेर्दै अब मलाई गाली गर्छ। जिउ ल्याउँदैछु। अब चाहिँ हामी छक्के खाना लगाएको हाम्रो जिउ त्यता चाहिँ झार्दैछ। ट्रेङ 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 त्यहाँ झार्दै यता चाहिँ त्यसरी बोकेर ल्याउनुपर्छ। हाम्रोतिर चाहिँ धान चुई 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 बोकेर आउँदैछ, यता चाहिँ झार्दैछ। अब हामी चाहिँ छक्के खान्छौँ, जिउ खान्छु है त। घरबेटी अब छिटो ल्याउने डिम खानु मलाई। दिदीलाई खानु यहाँ चाहिँ यसरी धान झारिरहेको छु। खाना है डिमे खान्छ नि जता पराल थियो यसको बोयफ्रेन्डले त्यसरी लुक्याएर तँलाई त्याग गरेर हालिदिने हो के? कति राम्री छ हाम्रो बहिनी, हेर्नु गयो ज्वाइँसा हेर्नु नि लाम्लो यता चाहिँ जिउ दिनलाई गिलास बहाल्दैछ। अनि टक्क हाम्रो चाहिँ झारेर सक्नु लगाइसक्यो त्यसरी सक्नु चाहिँ पर्ने। अनि यत्रो बानिसक्यो हामीले चाहिँ। अब बानीको आधी बाँकी मात्रै छ सार्नुलाई। लाटा पठाएको नि लाटा मान्छे छ हाम्रो निरो रक्सी खाएर लाटा भएको है। अरू बेला त लाटा चोटो रक्सी खाएर यता हात मात्रै बनाएर हिँड्छ, हात मात्रै चलाएर हिँड्छ। बोली चाहिँ एउटै छैन, बोली हराएको क्या मातेर औला मात्रै छोडाउँछ। यहाँ चाहिँ हेरेर बोली आएन तपाईँको क्या बोली आएन तपाईँ भने तपाईँ कसको तपाईँको अरे कति छ मलाई पनि यहाँ हालिदिनु होला। घरपेटी आमै यसरी डिउ हाल्दैछ हाम्रो लागि। ओ बाबा बाबा बा कति मुठा बोक्ला तपाईँ? म कति मुठा बोक्दैछ? दिदीले बोकाएको नि भाइ बोक्नु यसरी बोक्नुपर्छ। हाम्रो गाउँमा चाहिँ काठमा टक्क हालेर माथि चाहिँ झार्दैछ टोलीहरू। अब बोकेर जानुपर्छ यसरी। यतातिर पनि बोकिसक्यो, यता बोकेर गइसक्यो। मेरो चाहिँ त्यहाँनिर भारी हाल्दैछ, म पनि यसरी भारी हाल्दैछु। ड्याङ 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 भारी हाल्दैछु म पनि यसरी। त्यसरी नै बोक्नुपर्छ। अनि अब चाहिँ मेरो लास्ट भिडियो भनेको यति नै हो। अनि अब हामी गएर मासु र ढेँडो खानुपर्छ। अनि त्यस पछाडि घर जानुपर्छ। त्यसपछि सक्यो, बाई बाई छ सबैजनालाई भनेर नभनौँ, एकछिन पनि आउनेछ।
कता ए ल छोरो चाहिँ आउँदैछ मामुलाई भेट्न आएको कहीँ मामु चुप गरिदिनु मेरो छोरो चाहिँ म चाहिँ भर्खर 2:30 भएको छ अनि बाउ छोरालाई चाबी पुऱ्याउन आएकोमा चाहिँ स्कुलबाट आएर त्यहाँ बसिरहेको छ बाबा चाहिँ है छोरा अब म भिडियो बनाउँछु स्कुलबाट आएर बसिरहेको छ फोन गरेर बोलाएको त्यहाँ हजुर स्कुलको ड्रेस उकालेर बसिरहनु के ला त छिटै आएछ त कोही पनि थिएन झारेर सक्नु लाग्यो यता कुन्ने लगाउँदैछु यसरी कुन्ने लगाउनुपर्छ अब यो झारिसकेपछि यो सबै धान बोकेर यो घरमा पुग्नुपर्छ यहाँ माथि यत्रो उकालो दिदी चाहिँ त्यहाँ खाना पकाउनु यो सबै बोकेर लानुपर्छ यो भोग्लोमा हालेर यसरी कुन्नी लगाएर यो झारिसकेर यो बोकेर त्यहाँ माथि लिएर जानुपर्छ यत्रो बाटो हिँड्नुपर्छ यता चाहिँ कुन्नी लाउँदैछ यसरी यता चाहिँ दुईजनाले झारिरहेको छ धान झारिसकेर यसरी बताउँदैछ यो चाहिँ भुसहरू फालेको यसरी भुसहरू फाल्नुपर्छ भारी बोकेर जाँदैछु मेरो भारी अघि नदेखाएको घरमा जान लगाएको छु भारी बोकेर कसरी जान्छ है यहाँ यहाँ त्यहाँ तल पुग्नुपर्छ यार त्यहाँ माथि यो है फेरि भारी लिन त्यहाँ तल पुग्नुपर्छ आमाम यत्रो बाटो कहिले आउनु आती लाग्ने रहेछ बाटो त अघि नदेखेको घर यो चाहिँ अघि नदेखेको घर त्यहाँ चाहिँ बताउँदैछ हामी चाहिँ यहाँ आएर टक्कै घरमा बसिरहेको छौँ घर जान्छु ढेँडो बानीमा आगो लगाएन मम्मी आउँछ ढेँडो बानी उडाल्छ खानी जाने क्या उम्ले बाबु कहाँ जानेर बसी आए कति राम्री रहेछ भन्छ होला अब हेरेर त्यहाँ तलबाट देखाएको थियो मैले यो घर यहाँबाट अब देखाउनु पऱ्यो तल अब कोही लन्डङ उभिरह हो लन्डङ कोही यसरी बताइरह खाने हो हामी हाम्रो ढेँडो मकैको ढेँडो र मासु कुखुराको मासु अचार ल्याउँदैछ यता छिल्ले लजाउने होइन छिल्ले अचार मासु अनि ढेँडो हाम्रो भान्जीले बनाएको मिठो छ भन्छ कतामा हाल्दिनु भयो वाउ मलाई हाल्छु नि तँलाई देखाउँदैन यहाँ ढेँडो च्वाङमा कस्तो मिठो हुन्छ अचारसँग पनि टेस्ट गर्नु अचार खाएर मैले मासु खाउँ मासु मिठो छ भानीले पनि आउँछ झन् तपाईँले आएको ढेँडो त स्वादले खानु भएको स्वादै न मैले मिठो भएको तिमीलाई आउन तपाईँ अब मेलो भर चाहिँ मासु चाहिँ खाने भयो त्यस पछाडि चाहिँ चुङ्नु पऱ्यो पछि धान बेला चाहिँ हाम्रो मासु दिन चलाउँछ मकै गर्ने बेलामा मल बोक्ने बेला पनि छ मल बोक्ने बेलामा अरू बेला छैन अरू बेला त उयो चिउरा तरकारी भुजिया चिउरा चाहिँ जुनसँग नि हुन्छ
अब हामी चाहिँ खान्छौँ यो खाएर हामी चाहिँ घर जान्छौँ सबलाई बाई बाई